यसो हेर्दा यति जाबो पनि के देखाएको होला जस्तो लाग्छ होला। तर यो सानो कुरा होइन। विद्यार्थीहरू यस्तो आधा अक्षर लेख्नका लागि धेरै झुक्किरहेको पाएको छु। आज म त्यही कुरालाई मध्यनजर गर्दै आधा वर्ण कस्तो हुन्छ, कदेखि ज्ञसम्म व्यञ्जन वर्णहरू सबै लेखेकी छु। अनि यसमा कुन हलन्त लागेको आधा अक्षर कुन कुन हो, अनि आधा अक्षर कुन कुन हो भनेर यहाँ देखाउँदैछु। यहाँ देख्न सक्नुहुन्छ क, ख, ग, घमा चाहिँ लामो धर्को हुन्छ नि त, त्यसैले यो आधा हुन्छन्। ङमा चाहिँ सानो धर्को हुन्छ नि त। ख, ग ल हेर्नु, ग, ङमा चाहिँ सानो लौरो छ, धर्को छ, त्यसैले यो हलन्त लाग्छ, यो आधा अक्षर हो। चमा पनि लामो लौरो हुन्छ, छमा हलन्त हुन्छ ऊ। जमा पनि लामो लौरो हुनेकाले त्यो हलन्त हुँदैन, ज, य। अब ठमा, डमा होइन, सानो लौरो हुन्छ, त्यसैले हलन्त दिएको छ, हलन्त दिएको आधा अक्षर हो। डमा पनि त, थमा लौरो हुन्छ नि त, लामो धर्को, त्यसैले यो आधा लेखिएको छ, हलन्त दिएको छैन। दमा हलन्त दिएको छ, यो आधा अक्षर हो। धमा लामो लौरो हुन्छ, यो ध भयो। न भयो, आधा न, आधा प, आधा फ, आधा ब, अनि त्यसपछि आधा भ। भमा पनि लामै हुन्छ नि त, लौरो धर्को, त्यसैले आधा ममा पनि त्यो हुन्छ। टमा हलन्त हुन्छ। अब य, रमा हलन्त, आधा ल, व, मोटो स, पेटक्याट्यो स, पातले स, हमा हलन्त, क्ष, पछि त्रमा पनि, ज्ञमा पनि।